हिजोदेखि अति रिस उठाउँछस् कि मलाई? त्यसो नभन न, नरिसाउ न। यति राम्री छौ, कलकलाउँदो छौ अनि तिमीलाई म यति धेरै माया गर्छु अनि यसरी त्यत्तिकै रिसाउँछौ तिमी। हुन त म एकदम लक्की हो, यति राम्री पाएको छु तिमी जस्तो अनि यसरी रिसाएर हुन्छ त सधैँ। तिमीलाई हेर त आज घुमाउन लान मन थियो, कहाँ लगौँ भनेर सोचेको। गाडीमा तेल पनि छैन, नत्र त म कहाँ घुमाउँथेँ। यति राम्रै मान्छेलाई यसरी रिसाएर सुहाउँदैन नि। आज तेल भएन क्या, कस्तो हेर त। फेरि आजै चाहिँ नभएको, अरू बेला सधैँ हुन्थ्यो, घुमाउन लान कस्तो मन थियो मलाई। आजै फेरि तेल छैन, के गर्ने। ए हो र, म त्यस्तो छु। पेट्रोल त म हाल्दिहाल्छु नि। जाऊ त गर, त्यहाँ क्युआर गर। ए हुन्छ। ल जाऊ त, 500 को। अघि तैँले के भनेको थिइस्? के अरे फेरि भन् त, को न्यु खोज्यो अरे? मलाई पनि हिजोदेखि यहाँ दिमाग तातिरहेको छ कि तँदेखि। अघिदेखि त न्यु खोज्दै आएको होइन, अघिदेखि मेरो दिमाग त तातिरहेको थियो क्या। मलाई मक्ख बनाएर तेल हाल्न लगाइ छैन, तँलाई रुख।